अम्बो घन्टा एउटा चाहिँ ननिस्किँदै रहेछ घन्टा त्यसले कस्तो ढिलो भएको बेलामा हेलो ओ त घन्टा अघि कल गरेको कस्तो ननिस्किदिएको अम्बो ढिलो भइसक्यो छिटो आउनु त लु छिटो बाहिर पर्खिरहेको छु नि किन एकछिन पर्खिन यहाँ मैले कट्टै पाएको छु नभए त अलिकति छिटै हुने नि कट्टै पाइदिएको छु नि यहाँ म त यहाँ च्यादर बेटाएर बसिरहेको छु पर्खिन एकछिन आम्मा आउनु त ओ दा कट्टु पाएको छैन अरे भित्रबाट लगेकिन आउनु न भित्रबाट त हो कसले केही देख्दैन त छिटो नआउ ढिलो भइदिइसक्यो त्यस्तो पनि साह्रो पनि ढिलो भएको छैन होला आम्मा जे पाइदिए लगेर आउनु ल ल ल म जे पाउँछ त्यही लगाएर आइदिन्छु नि ल अन्त एकछिन चाहिँ पर्खिन अन्त एकछिन ढिलो भइदियो है भाइ यो दादा फेरि यस्तो छ त घन्टा कसरी लड्यो आम्बो भाइ उयो इटाले लड्दै नि म साह्रो पऱ्यो नि हो अम्बो दा लु जुम 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 छिटो छिटो हस्पिटल जानुपर्छ हामी हस्पिटल उठाउन मलाई उठ्नु न अन्त हस्पिटलबाट उता पनि जानुपर्छ उता ढिलो भइसक्यो हामी छिटो बस्नु बस्नु न छिटो न दा ढिलो भइसक्यो भाइ बस्नु न दा बस्नु न डक्टर आउँदैछ बस्नु त दा म बोलाइकिन बस्नु न दा ढिलो हुन्छ हौ डक्टर कहाँ दुख्यो भनिहाल्नु त खोइ डक्टर चाहिँ लु भाइ कहाँ दुख्दैछ भन त डक्टर यहाँ दुख्दैछ यहाँ हो यहाँ त इन्जेक्सन हाल्नु पर्छ नि इङ्ग्लिसमा भन्नु होला डक्टर ए भाइ हेर्न घन्टा डक्टरले त इन्जेक्सन हाल्नु भन्दैछ डक्टर तपाईँ इन्जेक्सन रेडी गर्नु त गरिहाल्छु सबै मा हो त तिमीले कट्टु पाएन अन्त प्लास्टिक बेटारी किन अम्बो घन्टा कहाँ हो कट्टु छैन त भाइ कि त्यही भएर त्यही लाएर हालेको सडियो